हेलो, आज हामी चाहिँ ग्रोसरी शपिङ जाँदैछौँ। म यहाँ हिँडिरहेको छु। मलाई चाहिँ रेकर्ड गर्दै हुनुहुन्छ मेरो बुढाले। अब मलाई सोध्दै हुनुहुन्छ हामी कहाँ जान लाग्यो भनेर। यही बेलामा बाटो क्रस गर्ने ठाउँ आयो। हामी कुर्दैछौँ बाटो क्रस गर्नलाई। हामी चाहिँ लुलु हाइपर मार्केट जान लाग्यो। ल बाटो क्रस भयो, अब पारि पुग्यौँ। अँध्यारो छ यहाँ त, बेलुका हामी हिँडिरहेछौँ। सुनसान छ सबै ठाउँ, सबैजना सुतिसक्यो होला। कति राम्रो ठाउँ छ। यो भुच्चे बाबु चाहिँ एक्लै बाटो काट्न रहेछ। ल यो बाबुले गाडी नै नहेरी कुद्यो। ल अब हामी पनि पारि आइपुग्यौँ। कति राम्रो ठाउँ छ। डेजर्ट भए पनि रुख बनाएको छ यहाँको सरकारले। रमाइलो छ ठाउँ चाहिँ। हामी अगाडि बढ्दैछौँ। देखाउँदै हुनुहुन्छ सबै ठाउँहरू रेकर्ड गरेर भिडियोमा। यहाँ चाहिँ त्यति धेरै चहल पहल हुँदैन, रेसिडेन्सियल एरिया भएको भएर। उता पर उयो ग्रिन बत्ती बलिरहेछ नि, यही हो हामी पुग्नुपर्ने चाहिँ लुलु हाइपर मार्केट भनेको चाहिँ। मलाई अगाडि तम्साएर मेरो भिडियो लिँदै हुनुहुन्छ है। म चाहिँ जोसेर हिँड्दैछु अनि बोलाउँदैछु कम भनेर। के तरिका हो यो बोलाउने। ल नजिक आइपुग्न लाग्यो। त्यही हो जस्तो देखिन्छ, तर अलिकति हिँड्न चाहिँ पर्छ। यो दाइको भिडियो ल्याए जस्तै भएछ। को हो हामी चिन्दैनौँ। हा। ल अब चाहिँ अलिकति नजिक नै आइपुग्यो हामी। यो चाहिँ अलि ठुलै हाइपर मार्केट हो। नजिकै अरू पनि छन्, तर यो चाहिँ ठुलो भएको भएर यहाँ अलिकति सामानहरूको भेराइटी पनि पाइन्छ। अनि हामी चाहिँ कहिलेकाहीँ यतै आउने गरेको छौँ। तपाईँलाई देखाउँछौँ हामी है त। ल मेन रोड यो चाहिँ अगाडि रोड हाइवे जस्तो रोड छ। यहाँ क्रस गरेर हामी हिँड्दैछौँ। अब हामी गेटमा पुग्न लाग्यौँ। यो चाहिँ अलिक बिजी रोड हुन्छ, त्यही भएर बाटो क्रस गर्दा चाहिँ अलिकति केयरफुल हुनुपर्छ है। ल अब आइपुग्न लाग्यो एन्ड हेयर इज लुलु हाइपर मार्केट। कस्तो छ हेर्नु न बिल्डिङ। बाहिरबाट हेर्दा त्यति ठुलो देखिँदैन, तर भित्र चाहिँ धेरै सामानहरू छ। हामी भित्र देखाउँछौँ नि, तर के छौँ भने सबै चिज त देखाइँदैन। हामी ग्रोसरी मात्र लिन आएको हो। कति धेरै भिड छ हेर्नु त। यता चाहिँ हामी तरकारी सेक्सनमा जाँदैछौँ, तर भित्र सब धेरै मान्छे भएको बेला हामी रेकर्ड गरेनौँ। यो चाहिँ हाम्रो ग्रोसरीको चोलाहरू भयो। अनि त्यसपछि हामी यहीँ नजिकै कफी बिन्स भन्ने कफी सपमा कफी खान आएको। हेर न त्यहाँ टु गरेर आमा एक्साइटेड। राम्रो छ एम्बियन्स चाहिँ। अनि म छु यता। ल अब हाम्रो कफी पनि आयो। मैले वाइट चक्लेट मोका लिएँ, अनि बुढाले चाहिँ क्याफे मोका लिनुभएको थियो। त्यसपछि हामी खासमा घर आयौँ अनि हामीले बाँकीको भिडियो चाहिँ लिएनौँ है त। आजलाई यति नै। थ्याङ्क यू।